बिहार कता हो होइन कि अर्को खाना जानु कता तिमी खालो हे तेरे भागे के भयो त कस्तो नाच्नु कहाँ छैन छैन एक प्लेट छ छैन यो त के देख्या त अनि ओइ ओइ गर्दै गर्दै त्यो बोल्न छ अहिले आउँछ स्यानै नै नै राख राख तेरो पहिला ढिका ढुङ्गा निकाल्दिउ क्या है आफ्नै जाता पुग्छ किन हाल्ने बोल्नु त्यसै हो त्यो बोल निकालौँ अब त्यसलाई भाइ यार त्यो फुटी गर्छन् कि भन्छु खै 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 अलिअलि छ त छ अलि नै एन अलि उता घारी भाइ दुईटा मार्छ छ छ छ हो त्यसलाई अलग गर्छ सब उदाले त्यो रहेछ यहाँ र तैँले टाइममै खुन्याबे रहेछ क्या नै त्यता नै रे ढियो बलि सकिन लाग्यो उद्याइकिन छैन अब भेट्या तर यहाँ अस्ति पुरो खुन्याबे रहेछ नि रहेछ क्या चिल्लाइदाइ चिल्ला अहिले छ त्यो आउँछ त्यो पुरानो जिउ लगेर पटाउ कि हान्दिनु पनि त हो सालेलाई द्या पटाउ कि हान्दिनु पनि त हो तर यार अस्ति पुरै खुन्याबे ठिक रहेछ क्या होइन आउँछ अहिले हो यो पनि हालिदिनु भने तेरिमा उदाले छ यहाँ त्यही त अलिअलि सानो तिना पनि थियो क्या हुनु कुन थियो त बाबै यति खाला हुनु नि यार क्या खाइँदैन नि छाउने कुरा त्यो भ्याठेर त जुन कानै हुन्छ यत्रै गोलो थियो हान्न नपाइकन आइयो त्यत्तिकै औषधि के अरे त्यो ल्याइकन तेलसेल ल्याइकन बोरा सोरा रेडी बनाइ बाँसा बाटा ल्याइकन कहाँ भयो कि इन्डिया त्यत्तिकै फेरि आइयो अहिले चाहिँ हातमा चिल छ आकाश पातल के हाल्दैछु त्यो धुलो हो चल्दै जतिको दाइ त्यो ए बिस्तारै चल खुसीको दाइ चल अरू बरु खोलौँला बोल्ला खै अलि छ बाबु सारे आयो भित्र चल चल आगो होइन कुटाल गरौँ उ त्यो किल भित्रै किल त्यही त खाने हुन्छ अरे रातभरि खरो यसैले गर्दा यो बच्चीले त नल्तो खरो गरेर आउला ऊ त्यो उड्छ अहिले त्यो त्यो भर्खरै निक्ल्याउ यहाँ टेकिन त्यहाँ हाई नै नै यिनी अलि यता छेउतिर राखौँ क्या कस्तो माखन यिनीले तोक्या के भोलि अहिले त हाम्रो आएन के हो राम्रो हुँदै त्यहाँ अलि गरौँ क्या बोल्नु अहिले त अलि धनु आयो अरू छ होला त्यहाँ पटाक्नु हातमा बसी उता नटानु नटानु नै यिनी अब त नि अघि नभन्दा अहिले हाम्रो स्याट पुग्यो त्यो मुनि होला नि आज नै अहिले यिनी अहिले फेरि कहिले टेक्छ नि नै प्याच गराउँछ यो त पुतली उठिन आफ्नो भाइले बेला भोलि भर्नु नातो घुइँ एक्लै गर्छ त तेल लाने बेला कति हुन्थ्यो नि अरे नि यही राम्रो भयो अब यति दामी हुने थियो कुरै छोड्यो यो बच्चा सब उडाइसकेको रहेछ उडाइकन अस्ति नै त भन्छन् त कान्छाले गरौँ भने त्यही बेला आफू
यहाँ मासिङालाई यहाँ खन्दिने भने कहिले चिल्लिने भन्ने डर अर्को यही नभइकन मार्छ त्यति हालौँ होइन निकालो बच्छौँ अब केही छैन एउटा जिन्दगीमा पहिलोपटक है बच्छौँ त फेरि बच्चो बोल्ने सजिलो आइडिया नि सजिलो नै माटो न जब लाइटर नभए वासै आउनुपर्छ त्यही बेला सजिलो पनि सजिलो फेरि दियो भने एउटाले दियो भने यता पनि हेर्ला यतापट्टिबाट आउँछ दुई ठाउँको आउँदो एकै ठाउँको यतातिर पनि दुलो होला क्या बा 200 लाग्यो बाहिर खोली थाहा पाएर हिँड्छ कि यतातिर यो बाहिर पनि नि उता लागेछ अनि यहाँ पनि उल्लु पनि छुट्याउन सक्छन् क्या गोला गोला ठाउँ नभइकन यता कतै लाओस् नै भित्रै छुटा पनि हुन सक्यो हुन्छन् फेरि भित्रै बा घर छुट्टै पनि छुट्टा भएन पैसा आउँथ्यो के दङ गर्छ नि बा भित्र गोलो ठुरिन्छ दङ तिला ठेरेरै सकियो क्या कहाँनिर दङ गर्छ नि आउँदैन कान लगाइन उसोमा नै रेडी भयो बे आगो है तिला ठेरेर तिला ठेरेर डल्ले त हुने ल यो हुने ल माउहरू बसिया होला के खुना बे हाली पैसा जल्या गाdio हुँदैन न मार्दैन के तलाई अहिले चाहिँ हो के बालु बोला पुरै गाडी लगिन दुईटा गोलो यता सुन्नु हुनुपर्ने तले राजा गासी मिसाइदिनु हुन्थ्यो तले राजा गासी मिसाइदियो नि त ठुलै हुन्छ हिजो ओ कपो ओ कप्यो आगा भन प्रकाशले पुरा आउँछ प्रकाशले ठुलाइछ अहि अर्को रहेछ त यहाँ कहाँ खानु न पिकनिक ए खाँदैन हाम्रो छैन अलिक त कोट्याम त होइन ल्याउने आउने होइन छैन खाँदैन पिकनिक
ल्याउने होइन क्या आइगो आइगो केटा कान्छु क्या होइन आउँदैन आउँदैन खाने पनि छैन पिकनिक कहाँको पिकनिक खाने पनि खाँदैन हो त भने अस्ति पर्मिलाई मिति भन्दैन त्यसै नि आइगो खाने बेला कुरा अन्त अनि त्यसको कुरा राख्छ साल भाग गर्दा उता बनाएर हिँड्छ कहाँ खाने हुन् तुझे पकेट है यार वो त्यही त त्यहाँ बस्ने क्या घर आइकन क्या नि आउने बेला नआउने त्यहाँ बस आउने होइन हो त्यही बेला पछि कुराहरू ल पाक हो त माथि जाने पहिला बिदा मिल्ने कि होइन बल्ल आइकन हुन्छ पहिला त उता अफिसमा बिदा मिल्नु पऱ्यो त्यस्तै भोलि कुराहरू ल ल ल हुन्छ भोलि कुराहरू राख छैन मेन टार्गेट के बनाएर छैन बल्ल त्यसै पनि हुँदो पछि आउने बेला उता जाने बेला आज नभए त गयो हो अनि त्यही त पिकनिक कहाँ खाने हुन् होइन पिकनिक खाँदैनन् पिकनिक खाने कुरै छैनन् पर्मिला आन्टीले बेला बिनायोले पर्मिलासित कुराहरू ल हाम्रो पिकनिक खाने कुरै छैनन् पिकनिक खाने बेला त पहिल्यै खाँदान् अब सबै निस्किसक्यो अनि कति पिकनिक खाने हो भोलि खिलाएर गइया त्यही त म भोलि बिहान कुरा ल पाक नै घर आउने हो त्यो त घर आउने मान्छे पनि होइन है ज्ञान नआउने हो जा निस्क्या जा 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 निस्कि जा जा निस्क्या त्यही त त्यो मम्मीलाई भने मिल्न आउने भने आउँछु अनि मम्मीलाई भने भाइको त्यो घर निस्कि जा 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 निस्क्या क्या नहुने के काम छ त्यारी त आइएन भनेपछि कसले घर आइकन जाने भन् हो त्यो बेला कुरा हुन्छन् अनि जाने कि नजाने तँ जाने भए जा अब हामी मम्मीमा अनि कति छ आज नभए दसैँ त गयो नै त्यो त घर बस्न त हैसियत हुनु पऱ्यो बाबु क्या हैसियत छैन पछि कुरा हुन्छ राख अङ्कल जाने घर आउने मन भए त घर सुन्दिनमा यस्तै हुन्छ हो त्यो पछि कुराहरू ल कस्तो हुन्छ घर माया लाग्ने रहेछ नि घर माया मान्ने मान्छेले त्यस्तै गर्छन् अनि के गरे भन्छ के गरिने तैँले त्यो त घर के गरिने होला जारको त देखाली जस्तो देखाली फेरि हेर्न ठुल्दाई अहिले कुरा नर्छु क्या त्यस्तो कुरा गर्ने होइन क्या अहिले पैसा खाने बिहा गाँस खाने बस्ने अर्को उल्टो गरेर उल्टो गरेर मरेर चाल्नु छ हाम्रो कालिने छ मन्डीको बाबु होइन फेरि आवेगमा आइदिनु यो कसो भएन सुन्दरतिर किन आउने घर आउने होला अहिले आउला त आउनु त अहिले आउला त अरू यहाँ खाइन जान बच्चु बच्ची होइन लट्ठी हुने वास्तु नै रहेछ यार अस्ति नै रहेछ यो माथि पहिल्यै हानिल्नु पर्ने छ पहिले हानेर जस्तो ट्यारको यत्रो कानो भइदिएर कुम हुन्थ्यो टोलिन पनि रातभरि उठ्छिउने गराउने ताताले खराले जाउँ अब त सिद्धिबाट भएन नै आगो लाग्दा राति लाग्दैन टेम्पल न त्यो बिहान बाहिरबाट आगो फेरि मर्छ नि बाहिर त कहाँ मर्छ बाहिर किन बस्दैन त बाहिर आगो आउँछ त अनि अस्ति नै खन्नुपर्ने रहेछ भन्नु त भनिसिन्छ कान्छु भाइले तर टाइमै भएन जाउँ अब यिनी के यहीँ छोड्याउने त